हेलो नमस्ते। आज यो बिइएल होइन बिइएल स्टोकलाई चाहिँ मैले चाहिँ एनालाइसिस गरेको छु। यसमा चाहिँ मैले खासमा इन्ट्राडेको लागि चाहिँ होइन सर्ट टाइम फ्रेममा चाहिँ मैले इन्ट्री गरेको थिएँ है, डेमो इन्ट्री होइन, हुन त ल्याब नै थियो तर चाहिँ डेमो इन्ट्री, किनभने यो इन्डियाको स्टक हो है, भारतको स्टक हो। अनि त्यसले गर्दा चाहिँ अब हामीले यहाँबाट चाहिँ इन्भेस्ट गर्न या ट्रेड गर्न मिल्दैन। तर पनि मैले प्र्याक्टिसको हिसाबले चाहिँ मैले भनेको थिएँ कि यो हिसाबले चाहिँ प्राइस मुभ हुनुपर्छ भन्ने कुरा चाहिँ मैले गरेको थिएँ। अब त्यसको लागि सबभन्दा पहिले मैले यो डेटामा मैले चाहिँ ट्रेड गरेको थिएँ। यो ट्रेड तपाईँको कहिले थियो भने 23 जुलाई 2026 भनेपछि हिजो अस्ति होइन, एक दिन अगाडि चाहिँ भएको थियो। अब यसमा चाहिँ भन्दा पहिले मैले एनालिसिस कुन हिसाबले गरेको थिएँ भने यो एउटा इम्पोर्टेन्ट क्यान्डल होइन, यो इम्पोर्टेन्ट क्यान्डलको चाहिँ मैले लो मार्क गरेँ होइन। यहाँबाट मैले सर्टको लागि प्लान गरेको थिएँ। कसरी भने यो यहाँबाट सर्ट अनि त्यसपछि यो पोर्सन मैले टार्गेट राखेको थिएँ होइन। मैले चाहिँ व्हाट्सएपमा पनि त्यो दिन मैले स्क्रिन रेकर्डिङ गरेको थिएँ। जस्तै यहाँबाट चाहिँ प्राइस यसरी होइन, यहाँ हेर्न सक्नुहुन्छ तपाईँ। यो पर्समा यो लाइभ चलिरहेको थियो त्यति बेला अनि होइन। अनि लाइभ चल्दाखेरि चाहिँ मैले यो स्क्रिनसट लिएको थिएँ, स्क्रिन रेकर्डिङ लिएको थिएँ मैले। त रेकर्डिङ गरेर प्राइस यहाँसम्म चाहिँ मुभ हुने कुरो भएको थियो मैले सोचेको थिएँ होइन। अब त्यसै गरी यसमा पनि हेर्न सक्नुहुन्छ होइन, हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। यो लाइभ चलिरहेको थियो त्यति बेला है, मेरो चाहिँ टार्गेट हिट भयो अनि मैले चाहिँ यसमा हा भनेर लेखेको थिएँ है। सो अब म यता एनालिसिसतर्फ लागेँ होइन। सबभन्दा पहिले हामीले के बुझ्नुपर्छ भने है, युआर अफलाइन भनेको छ त, नेट गयो क्या हो यो। अब यसलाई चाहिँ डे टाइम फ्रेममा चाहिँ एनालाइसिस गर्नु पर्यो सबभन्दा पहिले सपोर्ट रेजिस्टेन्सको लागि। त त्यसको लागि पहिला के गर्नुपर्छ भने हामीले ठ्याक्कै यहाँबाट होइन, यहाँबाट यसरी मुनि स्विङ्स मार्क गर्नुपर्छ। ट्रेन्ड आइडेन्टिफिकेसनको लागि यसरी स्विङ्स मार्क गर्नुपर्छ यहाँसम्म है। अब यसलाई सर्ट राखौँ, यसलाई चाहिँ यो पोइन्टलाई टार्गेट, यसलाई मैले टार्गेटमा राख्दिएँ भनेपछि अब के बुझ्नुपर्ने छ भने यहाँनिर तपाईँको स्विङ्स कतातिर सिफ्ट भइरहेछ भने तलतिर सिफ्ट भइरहेछ। त्यसरी यो स्विङ्स पनि मुनि झऱ्यो है। त्यसै गरी यो स्विङ्स मुनि छ, एन्ड लास्ट वान इज यो सबै स्विङ्स तपाईँको तलतिर गइरहेछ। तर चाहिँ तलतिर झर्दा पनि यो जोनमा है भनेपछि यो जोनमा प्राइस के भइरहेछ त, यो जोन भन्दा चाहिँ प्राइस तल गइरहेको छैन के। प्राइस यदि माथिबाट तल झरिरहेछ भने यसलाई त यसरी होइन, यसलाई यसरी तल झर्नु पर्ने थियो। तर के भइरहेछ भने यो जोन, यो भनौँ न एउटा कोसीको बाँध जस्तो भयो होइन। यो कोसीको एउटा बाँध जस्तो चाहिँ यहाँनिर प्राइस के भइरहेछ भने रुकिरहेछ भनेपछि माथिबाट पानीको बहाव, पानीको मात्रा चाहिँ बढिरहेछ, भोल्युम बढिरहेछ होइन। यो भोल्युम हेर्न सक्नुहुन्छ होइन, भोल्युम बढिरहेछ। तर चाहिँ के भइरहेछ भने यहाँ ब्रेकआउट चाहिँ ब्रेकडाउन भनौँ, ब्रेकआउट नभनौँ, ब्रेकडाउन चाहिँ भइरहेको छैन होइन। त भनेपछि अब नहुँदाखेरि जुन दिन तपाईँको ब्रेकडाउन हुन्छ त्यो दिन चाहिँ एकदमै फास्ट मुभ हुन्छ होइन। मैले त्यो कुरा एक्सपेक्ट गरेको थिएँ है, र मैले एक्सपेक्ट गरेको थिएँ त्यही हिसाबले। अनि अब मैले जस्तो 5 मिनटमा गएर यहाँ ट्रेड गर्दाखेरि चाहिँ 5 मिनटमा गएर यहाँनिर ट्रेड गर्नु छ भने मैले ठ्याक्कै है, मैले थोरै यसलाई यहाँ हेर्न सक्नुहुन्छ यो पर्सनमा यही दिन थियो होइन, यही दिन थियो होला, यही दिन थियो, हेर्न सक्नुहुन्छ
है मैले यहाँनिर के गरेँ भने यो के अरे 915 को क्यान्डलको हैन 915 को लो चाहिँ ब्रेक गरेछ कुन क्यान्डलले त यो क्यान्डलले है यो क्यान्डलले 915 को ब्रेक गरेछ त्यसपछि के भयो भने अनि यसमा धेरै नै बियरिश फर्मेसन छ यहाँनिर है म देखिरहेको छु यो पोर्सनमा चाहिँ बियरिश फर्मेसन छ त मैले प्राइसलाई यहाँसम्म तलसम्म झर्दाखेरि यहाँबाट चाहिँ फेरि पुल ब्याक को लागि वेट गरिरहेको थिएँ र यो ठ्याक्कै सपोर्ट भनेको यो कति प्राइस छ भने यो तपाईं हेर्न सक्नुहुन्छ यहाँनिर मैले यसमा डबल क्लिक गरिदिहालेँ यसमा कोअर्डिनेटमा गएर हेर्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ हुन त यहाँ पनि देखिरहेछ 406 है 406 नम्बर देखिरहेछ अङ्क चाहिँ प्राइस 406 मा तर यसको हाई पनि कति छ भनेपछि 406 भनेपछि ठ्याक्कै यही के रे रेन्जबाट प्राइस चाहिँ मुभ झरेर हैन र मैले त्यो इन्ट्री पनि ठ्याक्कै यहीँनिर लिएको थिएँ यहाँबाट इन्ट्री लिएर हाम्रो टार्गेट चाहिँ यो पोर्सनसम्म आएर टार्गेट हिट भयो र टार्गेट हिट हुने बित्तिकै ठ्याक्कै यही पोइन्टबाट हेर्न सक्नुहुन्छ तपाईँ चाहिँ सरी प्राइस मुभ भयो भनेपछि एनालिसिस तपाईको सही भयो भने प्राइस एक्सन तपाईको सही भयो भने कतै न कतै तपाईको हैन प्रॉफिट नहुने त कुरै छैन हैन सबैको प्रॉफिट त निर्भर हुन्छ प्रॉफिट हुन्छ नै तर त्यही हो एनालिसिस तपाईको पर्फेक्ट हुनुपर्छ एक्चुअल हुनुपर्छ अनि चाहिँ तपाईले मजाले हैन चाहिँ गर्न सक्नुहुन्छ अब जस्तो यहाँनिर इन्ट्रीको केही टपिकहरु छ यहाँनिर इन्ट्री केही कुराहरु छ जुन बुझ्नु पर्ने छ अब त्यो कसरी के गर्ने भन्ने कुरा चाहिँ अब तपाईले कोर्समा मात्रै बुझ्न सक्नुहुन्छ हामीले यति भन्न मिल्दैन है हाम्रो पनि केही रुल रेगुलेसन छ हाम्रो पनि कम्युनिटी छ हैन ट्रेडरहरुको अनि सो यतिकै भन्न मिल्दैन है यही क्यान्डलमा तपाईको यसले नै यो क्यान्डलले नै किन कन्फर्मेसन दिइसक्यो र यो क्यान्डलमा हामी किन छिरेनौ हैन यो क्यान्डलमा हामी किन छिरेनौ इन्ट्री यहाँ किन गर्नौ यहाँसम्म किन हामी वेट गर्यौं हैन प्राइस यहीसम्म किन आयो हैन यो भन्दा माथि प्राइस किन गएन यसरी माथि यो है एकछिन रोकौं प्राइस यहाँदेखि यहाँसम्म किन गएन यत्रै यो पर्सनसम्म किन गएन ठ्याक्कै यहीसम्म किन आयो भन्ने कुराहरु चाहिँ धेरै छन् त्यो टपिकहरु त्यसबारे बुझ्नु पर्ने हो हजुरले सो अब कोर्स लिन चाहनुहुन्छ भने डाइरेक्ट हामीलाई मलाई कमेन्ट मेन्सन गर्नुस् न अब हाम्रा युट्युबमा पनि तपाईको सबै कुरा दिएको छ डिटेल्सहरु त्यसमा सम्पर्क गरेर चाहिँ तपाईले जान्न सक्नुहुन्छ बुझ्न सक्नुहुन्छ सो अहिलेलाई म छुट्न चाहन्छु हैन हस् थ्यांक यू ह्यापी ट्रेडिङ